हेलो गाइज, वेलकम छ मेरो मिनी ब्लगमा। अनि सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै नै छु साथीहरू। हामी चाहिँ जङ्गल जानलाई रेडी भइसक्यौँ साथीहरू। म चाहिँ रोटी खाँदैछु किनकि अलि दाउराको भारी लगाउनु पर्ने छ नि त, त्यसैले हल्का ताकतदिलो खानु परेन, ताकत लगाउनु परेन साथीहरू। उहाँ चाहिँ मेरो बहिनी होइसिन्छ, रेडी भइसिन्छ बनाएर जानलाई। रोटी खाऊ राजु। अनि हामी तीनजना भएर चाहिँ बनाएर जाँदैछौँ साथीहरू। सो आशा गर्नुहोस् हामीलाई केही नहोस् भनेर, होइन? कस्तो लाग्छ? के होला कि खै त हुन पनि सक्छ कि के हुन्छ होला भन्दा के होला हामीलाई, के होला क्या? हाम्रो यात्रा चाहिँ बिस्कुटबाट हुँदैछ साथीहरू। हामी चाहिँ बिस्कुट खाँदै जङ्गलतिर जाँदै, होइन? यहाँ चाहिँ ह्याप्पी लेखेको छ, सधैँ ह्याप्पी हुनुपर्छ अरे है साथीहरू। लाइफमा सधैँ ह्याप्पी नै हुनुपर्छ है साथीहरू। पानी तिर्खा लाग्यो भने कहाँ खाने होला? के भयो? छिटो आऊ है, जाइन्टसँग यात्रा गर्दा पनि कस्तो के होला र गाइज? दादा के भयो? ल दाजु, आज हामीले मात्र खाने काम हो। तर कतै खोज्नु पनि पर्दैन अहिले स्याउला, एकै ठाउँमा खेल्न आफै आउँछन् फेरि। हामी चाहिँ खुर्वा कराएर साथीहरू लागिसक्यौँ, होइन? माथितिर अब चाहिँ हामी दाउरा काट्न कहाँनिर जानु? त्यसमा आइसक्यौँ साथीहरू, होइन? अहिले त दाउरा काटेर पर राखिरहेको छु मैले चाहिँ अब अहिले दाउरा खोज्न आएको छु, किनकि अल्ताले त हुँदैन नि त, भारी बन्दैन नि त। सो त्यसैले यहाँ चाहिँ कसले दाउरा काटेर राखेर, कसले दाउरा काटेर राखेको रहेछ साथीहरू। त्यहाँ माथि पनि राखेको छ, यहाँ पनि राखेको छ। कसको दाउरा हो? यो त कति फोहोर कत्रो लाग्यो तपाईँहरूलाई? भारी कस्तो लाग्यो कृपया कमेन्ट गरिदिनु होला, होइन? मेरो बहिनीको चाहिँ यता छ, यसको चाहिँ सुग्या झिजा दाउरा हुन्। अब चाहिँ हामी घर जानलाई रेडी भइसक्यौँ साथीहरू। हामीले दाउरा पनि काटिसक्यौँ, स्याउला नि यसले काटिसक्यो। यसको स्याउला भारी देख्न सक्नुहुन्छ, यही हो। यति नै हो। यसको कतिवटा पुला चाहिँ राख्यो? 4वटा पुला। त्यही पनि के अरे पुला होइन गाइज, पुली है, पुली। आजलाई यति नै साथीहरू। ओके, बाई बाई।